मैले बुझेको कुरा चाहिँ तपाईँ हामी सबैजनालाई चाहिँ के छ भने एउटा हतार छ कि हतार सफल हुने हतार छ, एचिभ गर्ने हतार छ, प्राप्त गर्ने धेरै हतार छ। त्यो पर्खिने उही छैन, धैर्यता छैन होइन। त्यस कारणले यो हामीले बुझ्नुपर्ने कुरा के हो भने एउटा प्रोसेस हुन्छ, हरेक कुराको प्रोसेस हुन्छ। त्यो चिज त्यहाँ छ होइन, अटोमेटिकली नेचुरल्ली त्यहाँ छँदैछ। हामीले चाहिँ प्रोसेसमा गर्ने हो कि के भन्छ, आनन्द लिने हो है। प्रोसेसलाई बुझौँ। कुनै पनि चिज प्राप्त गर्नको लागि जस्तो यहाँबाट हामी नेपाल जानुहोस् भने 4 घन्टा त लाग्छ नि त। 4 घन्टाको दौरानमा तपाईँहरूले आत्ति हिँड्यो, 4 घन्टाको दौरानमा हिँड्दै गर्दा दायाँ बायाँ अगाडि पछाडि के देखिन्छ त्यसलाई हेरेर हामीले मजा लिने हो कि। यसो गऱ्यो भने त्यो कहिले हेरेर 4 घन्टा पुग्छ, थाहै पर्दैन नेपाल पुगिसके हुन्छ झर्ने बेला भएछ भन्ने हुन्छ कि। त्यस कारण यसको यात्रामा पनि तपाईँ हामीले यो कोसिस गरौँ कि होइन, मेरो लक्ष्य भनेको यो हेल्थ वेल्थ ह्याप्पिनेसको मेसेज धेरैभन्दा धेरै मान्छेलाई मैले पुर्याउने हो। ताकि पैसा कति आयो होइन भन्नेमा सर्कल राख्ने होइन कि। मान्छे जोडिन्छसँग पनि सर्कल राख्ने। मैले कतिजनासँग आज कुरा गरेँ, फोकस यसरी गर्ने, फोकस यतिमा गर्ने हो कि अब डिएसएन बिजनेस भनेको त टकिङ बिजनेस हो नि त। सुरुवात यहीँबाट हुने हो क्या। कति धेरैजना मान्छेसँग बोल्यो, त्यहाँदेखि बाँकी प्रक्रिया सुरु हुन्छ क्या। या त इन्भिटेसन भन्नुहोस्, प्रेजेन्टेसन भन्नुहोस्, फलोअप भन्नुहोस् होइन, काउन्सिलिङ भन्नुहोस्, डुप्लिकेसन भन्नुहोस्, पछि आउने कुरा हो, अटोमेटिक आउँछ। जबसम्म तपाईँ हामीले यो मान्छेसँग बोल्नु इन्भिटेसन हुँदैन, इन्भिटेसन नभएपछि प्रेजेन्टेसन हुँदैन, अब प्रेजेन्टेसन नभएपछि फलोअप हुन्न हो कि भन्नुहोस् त। त्यस कारणले तपाईँले प्रेजेन्टेसन आउँछ आउँदैन, इन्भिटेसन गरियो गरिएन होइन, योसँग सरोकारै नगरौँ, त्यसलाई सोच्दै नसोचौँ। हामीले कहाँ सोचौँ भने यो बिजनेसलाई अगाडि बढाउने भने मैले आज कतिजना नयाँ मान्छेसँग बोलेँ, यति जसले धेरैभन्दा धेरै गयो त्यो मान्छे अटोमेटिक अघि बढ्यो है। जतिसुकै राम्रो प्रेजेन्टेसन दिने मान्छे होस्, त्यसले नयाँ मान्छेसँग बोलेन भने त्यस बिजनेसै हुँदैन है। त्यस कारणले नयाँ यो बिजनेसलाई अगाडि बढ्ने भनेको फोकस कहाँ गर्नु पऱ्यो भने नयाँ मान्छेसँग धेरैभन्दा धेरै बोल्नु पऱ्यो। मैले आज कतिजनासँग बोलेँ, त्यतिमै फोकस गरौँ भनेर फोकस गर्नुहोस्, फोकस यु टक टु न्यू पिपुल। नयाँ मान्छेसँग जति सकिन्छ धेरैभन्दा धेरै कुरा गर्नुहोस् भनेर भन्नुभएको छ। दायाँ बायाँ त्यही पनि रुममा दिने होइन, अर्को कम्पनी राम्रो छ कि होइन, अथवा अर्को कम्पनी राम्रो छ कि कोहीसँग कतै पनि ध्यान नदिनुहोस्। बस हाम्रो कम्पनी यति स्ट्रङ छ, यति स्ट्रङ कम्पनी छ, तपाईँलाई त्यसको बारेमा कुनै किसिमको दुविधा बिना अगाडि बढ्नुको लागि सबै